secretly. So first of all, before starting this video, I would like to thank you everyone for being part of Grow Secretly. हजुरहरुलाई एकदम धेरै धेरै धन्यवाद, मनदेखि नै धन्यवाद दिन चाहन्छु हजुरहरुलाई सब्स्क्राइब गरिदिनु भएकोमा। हामीहरुले अहिले 500 प्लस फ्यामिली मेम्बर भइसकेका छौं ग्रो सिक्रेटली को। यसरी नै हजुरहरुले आफ्नो सपोर्ट दिइराख्नु होला यो च्यानललाई। ओके, सो आजको यो भिडियोमा हामी HIDCL को बारेमा टेक्निकल एनालाइसिस गर्ने छौं है। ओके, सो यो टेक्निकल एनालाइसिस चाहिँ हाम्रो एकदम फुल्ली प्राइस एक्सन को बेसमा हुन्छ है। कुनै पनि म इन्डिकेटरहरु युज चाहिँ गर्दिन। यो हामीले चाहिँ प्राइसले हेरेर हैन, प्राइसको एनालाइसिस गरेर मार्केटको बिहेभियर, सेन्टिमेन्ट, डाइरेक्सनहरु के कसो छ त्यो हिसाबले हामी एनालाइसिस गर्ने हुन्छौं है। ओके, सो फर्स्टमा चाहिँ यो नेप्सीको चार्टहरु जुन लेभल्सहरु हजुरले यो देखिराख्नु भएको छ, मैले अलरेडी नै अगाडिको भिडियोमा यो NRN एन्ड नेप्सी एन्ड NRN टेक्निकल एनालाइसिस जुन मैले यो भिडियो अपलोड गरेको छु। सो यो भिडियो मैले अलरेडी नै एकदम राम्रोसँग क्लियरली डिस्कस गरिसकेको छु है। इफ हजुरहरुले यो भिडियो हेर्नु भएको छैन भने प्लिज कृपया म तल डिस्क्रिप्सनमा लिंक पनि हाल्दिन्छु र माथि आई बटनमा पनि हाल्दिन्छु, यो चेक आउट गर्न सक्नुहुन्छ। ओके, सो अब हामी लागौं हाम्रो एनालाइसिस तिर HIDCL मा। ओके, सो चैतको 14 गतेको हामीले क्लोजिङ प्राइस हेर्ने हो भने HIDCL को 270 रुपैयाँ रहेको छ है। र यो हामीले लास्ट 2-4 डेज की अथवा 3-4 डेज को हामी हेर्ने हो भने चाहिँ अलिकति पोजिटिभ सेन्टिमेन्ट भएको यहाँ देखिन सकिन्छ है। ओके, सो हामीले ओभरअल यसो कुरा गर्नु पर्दाखेरि रियल लेभल्सहरु हेर्दाखेरि मैले के देखिरहेको छु भन्दाखेरि एटलिस्ट यो चाहिँ रेसिस्टेन्ट एरिया हो हैन। यो भनेको कति भन्दाखेरि यो चाहिँ रेसिस्टेन्ट एरिया हो हैन। यो एरियालाई चाहिँ क्रस नगरुन्जेलसम्म एकदम पोजिटिभ सेन्टिमेन्टहरु त्यति हुँदैन है। र अर्को के पनि देखिरहेको छु भन्दाखेरि यो देखिरहेको छु है, यो चाहिँ रेन्ज बाउन्डेड मार्केट चाहिँ मेरो विचारमा चाहिँ यसो प्राइसहरुले हेर्दाखेरि, ट्रेन्डहरु हेर्दाखेरि हुन त ओभरअल ट्रेन्ड तपाईको बुलिश टु साइडवेज छ। कसरी भन्दाखेरि हामीले पहिलाको लेभल्सहरु हेर्ने हो भने चाहिँ एउटा लो यो भयो र अर्को यो यसरी हेर्नु भने एउटा ट्रेन्ड लाइन ड्रा हुन्छ है। ओके, सो यो ट्रेन्ड लाइनको माथि मार्केट ट्रेड भइरहेछ हैन। सो यो ट्रेन्ड लाइन चाहिँ ब्रेक हुनु भएन। ब्रेक भए तापनि यो जुन सपोर्टको एरिया छ है, यो चाहिँ सपोर्टको एरिया भयो है। ओके, सो यो सपोर्टको एरिया भयो। यो सपोर्टलाई चाहिँ ब्रेक गर्नु भएन क्या। इफ यो सपोर्टको एरिया चाहिँ ब्रेक भयो भने फर्दर तल जाने चान्सेस हुन्छ, तर अहिलेलाई चाहिँ मैले चान्सेस चाहिँ यसो हेर्दाखेरि चाहिँ कम नै देखिरहेको छु हैन, सपोर्ट ब्रेक हुने चाहिँ। र हुन त यो साइडवेज मार्केट हो, केही पनि भन्न सकिदैन। यो यही भित्र चाहिँ ट्रेड हुने चान्सेस चाहिँ अहिलेलाई चाहिँ छ हैन। सो यो अब माथि ब्रेक न यो चाहिँ रेसिस्टेन्ट एरिया भयो हैन। ओके, सो यो चाहिँ हाम्रो रेसिस्टेन्ट एरिया भयो है। सो यो एरियालाई चाहिँ एटलिस्ट ब्रेक गर्नुपर्ने हुन्छ क्या है। सो इफ यो ब्रेक भयो भने चाहिँ र माथि सस्टेन भयो भने चाहिँ फर्दर माथि जाने प्रोबेबिलिटी बढेर जान्छ है। अब कहाँसम्म जान्छ भन्दाखेरि फर्स्टमा त यो पिक छ हैन, यसलाई चाहिँ हामीले लियौं है त। सो फर्स्टमा चाहिँ 360 को लेभल अथवा राउन्ड अफ गरेर जहिले पनि हामीले लिनुपर्ने हुन्छ। 360-350 को लेभल चाहिँ देखिरहेको छु हैन। ओके, सो फर्स्टमा त यही भयो है। एउटा जोन चाहिँ मार्क गरिदिन्छु ल म। ओके, सो यो एउटा जोन भयो है। ओके, सो इफ हैन भोलि पर्सिको दिनमा चाहिँ इफ यो रेसिस्टेन्ट एरिया चाहिँ ब्रेक भयो भने है, यो रेसिस्टेन्ट भनेको 300 को एरिया है, 300-310 तिरको एरिया भनौं न है। सो इफ यो एरिया चाहिँ ब्रेक भयो भने चाहिँ 360 सम्म जाने चान्सेस हुन्छ। र अहिलेलाई यसो हेर्दाखेरि चाहिँ मैले अघि पनि भनिसके यो चाहिँ अहिले साइडवेजमा छ हैन। साइडवेज मार्केटलाई प्राइस जसो चाहिँ इग्नोर गरेकै राम्रो हैन मेरो विचारमा चाहिँ। अब त्यो तपाईको के कसो छ त्यो विचार गर्नु होला, तर साइडवेज मार्केटमा चाहिँ प्राइस हामीले ट्रेड लिनु हुँदैन क्या। एउटा कुरा अर्को तपाईहरुले के एज अ ट्रेडर चाहिँ के बुझ्नु पर्छ भन्दाखेरि इन्भेस्टर हो भने त एभ्री डे चाहिँ बाइङ अपर्च्युनिटी लङ टर्मको लागि इफ कम्पनी राम्रो छ भने चाहिँ। तर एज अ ट्रेडर चाहिँ हामीले के बुझ्नु पर्यो भन्दाखेरि हामीले चाहिँ 80-90% अफ द टाइम चाहिँ एकदम
चुप्प लागेर बस्नुपर्ने हुन्छ क्या, मार्केटलाई अब्जर्भ गरेर बस्नुपर्ने हुन्छ क्या। हो त्यो 10% जुन टाइम हुन्छ नि, हो त्यतिखेर चाहिँ हामीले ट्रेड लिनुपर्ने हुन्छ क्या है। सो 90% चाहिँ हामीले एकदम पेसेन्टली चाहिँ मार्केटलाई अब्जर्भ गरेर होइन कुन स्टकमा के देखेको छ त्यो एनालाइज गर्नुपर्ने हुन्छ क्या है। सो त्यो कुराहरू चाहिँ विचार गर्नुपर्ने हुन्छ है। ओके, सो अहिलेलाई चाहिँ यति नै हो होइन। फर्दर चाहिँ अब मार्केटको होइन यो मुभमेन्टहरू के कसो हुन्छ त्यो अनुसार चाहिँ म अपडेट गर्नै हाल्छु। र मैले अरू के प्लान गर्दैछु भन्दाखेरि अब हाम्रो अहिले चाहिँ 500 सब्सक्राइबर पुगिसक्यो होइन, 1000 सब्सक्राइबर होइन, 1000 हामी ग्रो सिक्रेटलीको फ्यामिली मेम्बर पुग्यौँ भने चाहिँ त्यतिखेर चाहिँ म लाइभ भिडियो लाइभमा आउँछु होइन, युट्युब लाइभमा आउँछु। र जति पनि मैले यो भिडियोहरू अपलोड गरिरहेको छु यो सबै भिडियोहरूको समराइज भिडियो दिन्छु र तपाईँहरूको कमेन्ट अनुसार चाहिँ त्यो कुराहरू पनि हामी डिस्कस गर्छौँ है त। ओके, सो हजुरहरूले इफ यो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला। हस् त, थ्याङ्क यू फर वाचिङ।